हेलो सबै एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हाम्रो काम छैन अनि कम्पनीमा, त्यही भएर हामी चाहिँ यसो बाहिरतिर घुम्नु पर्यो भनेर निस्केको। चिसो पो रहेछ, तै पनि यसो अलि तलसम्म जाउँ न भनेर हामी चाहिँ हिँडिरहेको छौँ होइन। धेरै भिडियो नबनाएको अनि आज यसो इन्टरटेनमेन्ट दिउँ भनेर। के छ अनि फेरि दाइको खबर? काम नभएर कस्तो लाग्दैछ? काम नभएर झन् मजा आइरहेको छ। कस्तो मजा आउँछ अनि काम नभएर दिमाग खराब। हिजो कस्तो भयो भने हिजो बिहान मिटिङ बस्दाखेरि काम हुन्छ, भोलि आज पनि ओटी हुन्छ भनौँ, अनि फेरि खुसी भएर चाहिँ त्यसभरि काम मस्त गऱ्यो है। बेलुका छुट्टी हुनुभन्दा 1 घन्टा अगाडि आएर चाहिँ ल काम आज पनि ओटी नहुने भयो, भोलि पनि काम नहुने भयो भनिदिइरहेको क्या। मान्छे त पुरै फायर भइरहेको नि त। अनि अर्कै टाइपको रहेछ। यहीँ पेन्ट खोदान हुँदो रहेछ क्या होला निद्रै पुगेको अनि चिसो रहेछ आज। पानी जहाज त यहीँ रहेछ त अनि फेरि पानी जहाज त यो उसमा नि पानी जहाज हिँड्छ, पुरै टायरवाला पानी जहाज रहेछ त अनि फेरि यहाँ त। आम्मा कस्तो खालको पानी जहाज हो अनि फेरि यहाँ त पानी छैन त। अनि लिएर जाऊँ हामी लिएर जाऊँ। तपाईँ यो खोल्नु, म खतरा छिकेछ। चलाउनु जाने मान्छेले त चलाइहाल्छ होला नि। बाप को भेज, तेरे बस की बात नहीं। आज पुरै मौसम पनि पुरै झुर भइरहेछ, काम पनि छैन, पानी पर्छ जस्तो भइरह। अनि यस्तै छ। नेपालमा पुरै रमाइलो हो कि नरमाइलो हो? रविलाई समाएछ के हो कुरो त्यस्तो। अब यसो भिडियो देख्दा चाहिँ पक्रापुर्जी समेत नलिकिन गएर पुरै उहीँ कोठामै बसेर लेखे जस्तो देखिन्थ्यो होइन। अनि हिजो शुक्रबार त्यस्तै हुँदैछ नेपालमा। अब के हो दोषी निर्दोष, को दोषी को निर्दोष भन्ने कुरा चाहिँ अब अदालतले पनि सही छुट्याएको हो कि गरेको पत्ता पाउन सकिएन। छालमोल लाग्यो। छाल मुरुगेसुम्निदा खुरनिगा छनन छिगोम सान्छे गागो सुम्निदा छान्थे खाची सान्छे खागो इनन सारामिनन राना इन्निदा। छिगोमुरिनन 우리 회사 근처에는 길이에 좀 걷고 있고 좀 보고 지금 보는 게 별로 없어요. 지금 비명 소리는 좀 듣고 있으니까 좀 좋아요. 네팔에는 비명 소리는 계속 잘 트는데 여기는 비명 소리는 별로 없습니다. 또 내가 여기는 새도 없음 같은 거 생각했는데 그런데 한국 말도 잘 모르고 애기도 잘 안 하고 회사에서 일하다도 좀 실수할 수 있으니까 좀 생각 많이 하고 일해야 되는데 근데 일이도 없어가지고 힘들어요. 돈도 없고 한국에 온 지 2년 되는데 돈 조금도 없어요. 어떻게 해야지? 머리 아파. 진짜 슬퍼요. 저는 지금 몸이도 안 좋아가지고. यस्तै छ है कोरियाको जिन्दगी चाहिँ। यहाँ चाहिँ पुरै टनेल पनि यहाँ नयाँ भवन बनाएछ नि त भनेर। कसलाई राख्छ अब नेपाली पुरै यही होला नेपालीको काम पनि, प्याज लगाउने। सो दामी दामी घरहरू चाहिँ राम्रो राम्रो चिटिक्क बनाउँछ हो यिनीहरूले। यो एकदम ठन्ठाउँ हो क्या। ऊ त्यहाँ फुल फुलेछ हौ। फुल फुल्ने सिजन हुन लाग्यो होइन यहाँ त।
ल ठिक छ फुल चाहिँ फुल्नुपर्छ तर यताको फुल कति धेरै अडिने नअडिने हौ फुलको काम फुल्दिनै त हो नि आई हात गलो मेरो क्यामेरा उठाउँदाखेरि यो देखाउ यो एकदम टिपिकल घर कुन यो पुरानो घर ए खतरा खन्दन गर एक गिलास लाउने हो त यो चाहिँ पुरै कोरियाको पुरानो घर जस्तो छ होइन तर राम्रो छ हौ भित्र पुरै ऊ होला ए भालै रहेछ त यहाँ त अनिखेर भरे चोर्नुपर्छ भाले चोरेर खाएर ल यस्तै हो क्या घर बनाउन मान्छेहरूले कति धेरै पैसा खर्च गरेर बनाउँछ होइन यहाँनिर चाहिँ थोरै छाट लगानीमा क्या दामी हेर्दाखेरि पनि क्या राम्रो घर छ नि होइन आम्मा आज पुरै धानै खेतै खेत थियो अहिले चाहिँ अब जोत्दै रहेछ डोजर लगाएर पर अनि यहाँनिर चाहिँ पुरै धानै यस्तो दामी देखिन्छ पछि म तपाईँहरूलाई सबैलाई देखाउने छु यहाँ धान फल्दाखेरिको भिडियो पनि यस्तै छ जो चाहिँ कोरियाको सानो भिलेज गाउँ रहेछ खै नाच्नु न त खरामा घुमाउने घर पोखरा होइन रहेछ त यी बेला पोखरामा घुमाउने घर पोखरा माया गीतै आउँदैन हो यस्तो नै हुन्छ म चाहिँ अहिलेको नम्बर 1 त नभनौँ नम्बर 1 लाख चाहिँ भ्लगर हो होइन त्यसलाई चाहिँ बिस्तारै 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 नम्बर 1 मा पुग्ने चाहिँ मेरो लक्ष्य छ होइन अब लक्ष्य त लक्ष्य लिनु उडी चन्द्रमा छुने कि के भन्ने त पढेको थियो त्यसैलाई आधार मानेर म अहिले सुरुवात गर्दैछु र पानी पर्यो नि त अन्खेर लक्ष्य पुरा गर्न पाइएन नि त रातिसभरि पानी पर्छ यार चिसो छ भने हो भित्तामा केहीले साथ दिएन हो स्वर राम्रो भएको भए पनि गीत गाएर खानुहुन्थ्यो एक्टिङ राम्रो भएको भए पनि के अरे हिरो बन्नुहुन्थ्यो थोपडा राम्रो भएको भए पनि केही गर्नुहुन्थ्यो मोडल बन्नुहुन्थ्यो ट्यालेन्ट भएको भए पनि केही बनिन्थ्यो होला केही पनि छैन अब कुल्ली हुन आइया छ त्यही पनि काम दिँदैन भोटेले अनि रुन मन लाग्यो भनेर पनि के कसलाई सुनाउनु रोएर नि कसले सुन्छ र मजाक बनाइदिन्छन् त्यसैले कसैको अघि रुने हुँदैन कसैलाई दुःख पनि सुनाउनु हुँदैन जे छ आफैमा छ तर यो हात मेरो लास्ट गलो साथी होइन लाउनु त तपाईँसम्म ल दुईवटा हातले ठेकेर दिएँ यता गाडी आयो क्या गाडी के छ अनि के भन्ने भन म समय दिन्छु तपाईँको भ्लगमा अनि मलाई पनि देखाउँदै हुनुहुँदो रहेछ त अनि के होला नि तिमीले भलाको क्या म समय दिँदैन अनि हेन्डसम रहेछु त मान्छे त मस्त जोक मारा रे या हंस रे हलकट हंस हेर्छ मन त्यही घुमाउने घर पोखरा भन्ने गीत सुनेर चाहिँ होइन यो मेरो ससुरालो भन न यस्तो राम्रो
क्या दामी छ यार खै ल्याउनु त देखाउँ यो घर त्यही हो के बनाउनु हामीसी किन चाहियो 4 तले र 5 तले घर आम्बो अगाडि पुरै गार्डन अनि टक्क बस्ने आम्मामु दामी छ त भनेर तले र 4 तले घर भन्नुहुन्छ नि घर त यस्तो हो क्या बनाउनु पर्ने खास त लाउनु पछाडिको क्यामेराबाट खिचिदिन्छु क्या तिमी बोल्दै होइन नि मलाई क्यामेराम्यान बनाऊ क्या ओके ल खिच्नु पछाडिबाट के बोल्नु खै कसको बारेमा बोल्नु के बोल्नु पछाडिको टावरको बारेमा बोल टावर चाहिँ 1919 एनसेलको टावर हो भन न एनसेलको टावर हो एनसेलले जहाँ पनि छोड्दैन अस्ति एउटा सिम निकालेको रिचार्ज हालेको 1 हप्तामा चाहिँ डेट एक्सपायर हुने नियम ल्याएको रहेछ अनि त्यही भएर फाल्दै बोल यो पोस्ट चाहिँ दामी भयो त्यो उसको देखाएको थिएँ क्या मैले दामी एउटा विदेशीको होइन दामी मेरो भोइस काटे आज साँझ भलिबलको विषयमा के भन दाउ सर्दा नि अबको 1 वर्षभित्र राष्ट्रिय टिममा पर्ने गरी सिक्दैछु होइन यहाँबाट फर्केर पुरै नेपालको राष्ट्रिय टिममा यो घर पनि राम्रो रहेछ मनिष म लाग्यो है त ओके बाई बाई कहाँ हो खै त सिधै हुँदैन त काठमाडौँ टु ओखलढुङ्गा हो अहिले बुढोले गाली होला नि फेरि ठमेल पनि हो क्या पुरा लग्जरियस रहेछ त लचक ल हो ल यो राम्रो आउँछ ल एकचोटि ए नत लौके बाई बाई मगाए है त ओके आजलाई See you. अब हामी फर्केको होइन हाम्रो कम्पनी आयो भन न कम्पनी आउनु भएको मलाई देखाउनु न त म यहाँ बोल्दैछु कहाँ अन्त देखाउनु यहाँ फेवा तालको डुङ्गा यहाँ कसले लिएर आएको हामी कम्पनी आइपुग्यौँ हाम्रोमा चाहिँ काम छैन भोलि पनि काम छैन आज पनि छैन काम छैन क्या अप्सय हो हरस्य हो यी अप्सनिका छिगुम छिगुम रागो कोरेनसँग कुरा गर्दाखेरि अलिकति त भनिन्छ अनि त फ्याट्ट बिर्सिन्छ क्या आएको चिज पनि फेरि अप्सस उल्चु बाजीको सुन का यहाँ मुसुमारी खाएको हरस्य छ त मोल्लायो नि के हालायो यो भर्खर नयाँ भने कम्पनी हो होइन यो कम्पनीको चाहिँ सिइओ कि के अरे सिइओ चाहिँ अब सिइओ मलाई बनाउने कुरा थियो तर मैले इन्कार गर्दैछु कस्तो राम्रो गीत बजाएर हुँदैन नि त हुँदैन यसरी त हुँदैन मलाई नेपाल जान मन लागिरहेको छ तर
नेपाल गएर गर्ने के नेपाल बिस्तारै बिस्तारै किन हो यो नेपालको राजनीतिक घटनाक्रमले गर्दाखेरि सब अव्यवस्थित तरिकाले हुँदाखेरि चाहिँ नेपाल जान पनि एक मनले त नजा गर के गर्छस् भन्ने जस्तो पो सोच आउनु थाल्यो त के हुन हो नेपालमा अब के कुराको खाँचो छ युवाको खाँचो छ मेन त युवा जति सबै विदेश छन् सबले अब तिमीलाई छोडिदिन्छ क्या त्यही भएर होला हो चाहिँदैन मेरो प्यारी गर्लफ्रेन्ड छे होइन म अरूलाई हेर्दिनँ गर्लफ्रेन्डलाई कहिले ल्याउने त भलकमा के अरे 100K फलोअर्स पुगेको दिन 500K फलोअर्स पुगेको दिन ल्याउने अच्छा हमको सिखा रिया है लु हाम्रो कम्पनी आयो हो साथीहरू के छ त अन्त तपाईँको गाला त कुलुक्क परेको आइरहेछ त मान्छे नै फुलुक्क परेको थियो नि त यहाँ चाहिँ पुरै खाली हुँदा पनि ट्राफिक लाइटको पालन गरिरहेको तिनीहरूले कसको कारणले हो हाम्रो कारणले अगाडिदेखि हाम्रो कम्पनी हो र अहिले काम नभएको कारणले गर्दाखेरि चाहिँ खेलकुदमा चाहिँ अलि हाम्रो कम्पनी अग्रपङ्क्तिमा भएको हुनाले उहाँ के अरे कम्पनीको अफिसको छतमा पनि उहाँ खेल्ने ठाउँ बनाइरहेछ गल्फ खेल्ने ठाउँ तल त अब हाम्रो भलिबल कोर्ट भइहाल्यो होइन घुम्दा उतापट्टि त्यो झन् त्यो भुइँमा यस्तो दामी बनाएको रहेछ मैले हेरेको थिएँ